हे गाइस, स्वागत छ तपाईहरुलाई मेरो मिनी भ्लगमा। साथीहरु, आज चाहिँ मैले राति 10 बजे उठेर करेन्ट चाउचाउ बनाएर खाँदै छु। आज चाहिँ मसँग छ करेन्ट, ससेज अनि तिनटा अन्डा। यतातिर मैले पानी तताउनतर्फ लागिहाले किनभने मेरो भिडियो बनाउने मान्छे कोही पनि छैन। मैले एक्लै मोबाइल राखेर मैले भिडियो बनाउँदै छु। यतातिर मैले ड्युटी तताए अन्डा बनाउनको लागि। साथीहरु, मैले चाहिँ पोच अन्डा बनाउँछु भनेको बिग्रियो के भएन। अनि यतातिर पानी पनि तात्तिसक्यो। यसमा चाहिँ मैले अब करेन्ट चाउचाउ हाल्दिन्छु 2 वटा। हेर्नुहोस् साथीहरु, मैले यो करेन्ट चाउचाउ हाल्छु भन्दाखेरि मेरो मसला पनि गयो। यसलाई चाहिँ मैले तान्नुपर्छ। अहिले फेरि यसैमा पग्लिन सक्छ भन्छु। एकदम कागजमा के पग्लिदो है। अनि यतातिर 2टा अन्डा मैले एक ठाउँ घोलेर यतातिर अन्डा पनि मेरो रेडी हुन लाग्यो। अनि मैले चाहिँ मेरो भिडियो मेरो हस्बेन्डले गराइदिइरहनु भएको छ। मलाई चाहिँ खाना हतार भइरहेको छ, हेर्नुहोस् न। अनि यतातिर चाउचाउ पनि रेडी भयो। यतातिर मैले मर मसला हाल्दै छु। यतातिर मेरो ससेसलाई फ्राई हुँदैछ है। अनि यतातिर मर मसला भयो। अब यसलाई मैले दामी तरिकाले घोल्छु है। ल हेर्नुहोस्, मुखबाट पनि पानी आउँदैछ। यतातिर चाहिँ मेरो ससेस भयो। मैले खाँदै ससेस खनाउँदै गरिरहेको छु किनभने मैले कन्ट्रोल गर्न सकेन। 3टा ससेस बोइल, 3टा ससेस फ्राई। अनि यतातिर काँक्रा सलाद भयो नि। अनि अमिलो एक ठाउँमा राखेर दामी भयो। ल हेर्नुहोस्, अब चाहिँ मैले खान्छु। गम गम गम। तपाईहरुले चाहिँ हेरिराख्नु है। रातिमा चाहिँ खाना चाहिँ मजा नै बेग्लै हुन्छ के साथीहरु। सो त्यही भएर मलाई चाहिँ पहिले खानुपर्छ भनेर किनेर राखेको थिएँ। मैले धेरै दिन हैन, धेरै महिनापछि खाँदैछु करेन्ट चाउचाउ। ल हेर्नुहोस्, मैले कति इन्जोय गरेर खाएको छु। एकदम मिठो हुन्छ गाइस। ओ गाइस, मैले बिर्सिहालेँ, मैले अमिलो चाहिँ हाल्न बिर्सिहालेँ। अब चाहिँ मैले अमिलो हाल्छु। ल हेर्नुहोस्, अहिले चाहिँ मेरो मुखबाट एकदम पानी आइरहेको छ भिडियो हेर्दै। हेर्नुहोस्, अब चाहिँ म गम गम खान्छु। साथीहरु, मैले चाहिँ यत्रो एक थाल सके नि मैले एक्लै खाएर भ्याएँ कि मेरो भिडियो लामो हुन्छ भनेर हो। सो गाइज, ससेस त गाइज मेरो एकदमै फेभरेट भएको छ आजभोलि। अनि त्यही माथि काँक्रा, ओ माई गड, मैले हेर्नुहोस् न यति इन्जोय गरेर खाँदैछु। सबै मैले खाइ पनि सकेँ गाइज। अब यसलाई अलिअलि पनि छोड्नुहुन्न। मैले चाहिँ अब यसलाई हातले पनि सोरेर खाइरहेको छु। सो सबैजनालाई थ्याङ्क यू सो मच। बाई गाइज, मेरो भिडियो यतिसम्म हो।